तपाईँका जन्म कुण्डलीमा पनि यस्ता खालका 4वटा योगहरू बनेका छन् भने तपाईँको पनि प्रेम विवाह र सफल विवाह योग बन्न सक्छ। अथवा तपाईँले चाहेको व्यक्तिसँग तपाईँको प्रेम विवाह हुन सक्छ, विवाह हुन सक्छ। कस्तो अवस्थामा त आउनुहोस्, हामी पनि आफ्नो आफ्नो चिना अगाडि राखेर कुण्डली अगाडि खोलेर यी कुराहरूलाई चाहिँ दाजौँ, हेरौँ छ कि छैन त यस्तो खालको स्थिति चाहिँ। तपाईँको जन्म कुण्डलीको 5औं नम्बरको भावको स्वामी, त्यहाँ बसेको अङ्कको स्वामी ग्रह 7म भावसँग सम्बन्ध राख्छ भने अथवा त्यहाँ गएर बसेको छ भने तपाईँको प्रेम विवाह हुन सक्छ। दोस्रो नम्बरमा यदि तपाईँको 7म भावको स्वामी 5म भावमा गएर बसेको छ या अन्य प्रकारले सम्बन्ध राख्दछ भने पनि तपाईँको प्रेम विवाह हुन सक्दछ। अथवा 3 नम्बरमा कुरा गर्दाखेरि तपाईँको लग्न भावको स्वामी, लग्नमा बसेको अङ्कको स्वामी, जति अङ्क रहेको छ, मानौ कि तपाईँको चाहिँ लग्न भावमा 5 अङ्क रहेको छ भने त्यसको स्वामी चाहिँ सूर्य हुन्छ। सूर्य चाहिँ गएर तपाईँको 5म भावमा बसेको छ भने पनि तपाईँको प्रेम विवाह हुने योग चाहिँ दह्रो रहेको छ भनेर बुझ्नुपर्ने हुन्छ। र 4औं नम्बरमा यस्तो खालको योग रहेको छ जुन चाहिँ तपाईँले एकदमै ध्यानपूर्वक हेर्नुपर्ने हुन्छ। यदि तपाईँको 7म भावको स्वामी कहीँ पनि बसेर 7म भाव या 5म भावलाई दृष्टिपात गर्दछ भनेदेखि पनि तपाईँको प्रेम विवाह हुने योग प्रबल मात्रामा बन्ने गर्दछ। आजै गएर हेर्नुहोस् तपाईँको चिनामा यस्ता खालका योग मध्ये कुनै योग बनेको छ त? यदि छ भने तपाईँको पनि प्रेम विवाह योग हुन्छ, प्रेम विवाह हुन्छ भनेर तपाईँ ढुक्क भन्नुहोस्।